फ्री फायर एक्स नारुटो च्याप्टर 2 को डेट र त्यसमा आउने बन्डल कन्फर्म। Congratulations. सो हेलो गाइज, के छ सन्चै हुनुहुन्छ? धन्यवाद। ठीक छ भन्दै भइहाल्छ। सो आजको भिडियोमा पनि म हजुरहरूलाई एफएफ रिलेटेड सम्पूर्ण इन्फर्मेसन दिन गइरहेको छु, जस्तै कि बिआर र्याङ्क सिजन 46 को रिवार्ड, जुलाई मन्थ बोया पासको रिभ्यू, फ्री फायर एक्स नारुटो च्याप्टर 2 मा आउने बन्डल र त्यसको डेटको बारेमा पनि एक्सप्लेनेसन गर्नेछु। नेक्स्ट इभो वर्ल्ड र 1 जुलाईदेखि 9 जुलाईसम्म आउने कन्फर्म इभेन्टको बारेमा पनि म आज कुरा गर्न गइरहेको छु। सो भिडियोलाई स्किप नगरी हेरिदिनु होला। कस्ती राम्री स्वर्गकी अप्सरा। कुरा गरौँ 1 जुलाईमा आउने इभेन्टको बारेमा। सो 1 जुलाईमा चाहिँ हाम्रो न्यू बोया पास आउनेछ, जुन चाहिँ टिभीको थिममा रहनेछ र स्काइबोर्ड हेर्न सक्नुहुनेछ, रिमोटको थिममा रहेको छ। मेल र फिमेल दुवै बन्डलको टाउकोमा चाहिँ टिभी झुन्डेको छ। सो यो त भयो हाम्रो 1 जुलाईको न्यू बोया पास। सो 1 जुलाईमा नै हजुरहरूले देख्न सक्नुहुनेछ बिआर र्याङ्क सिजन चाहिँ चेन्ज हुनेवाला छ र सिजन 46 सुरुवात हुनेवाला छ। सो सिजन 46 मा चाहिँ ग्रोजायक्सको एबिलिटीलाई चाहिँ इन्क्रिज गर्नेछ भने भिएसएसको पावरलाई चाहिँ कम गरिदिनेछ। सो भिएसएसको एबिलिटीलाई चाहिँ डिक्रिज गरिदिनेवालामा छ। रिवार्डको कुरा गर्ने भन्दा डायमन्ड फर्स्टमा तपाईँहरूले अगनको स्किन पाउनु सक्नुहुनेछ र हेरोइकमा पुग्दा चाहिँ तपाईँहरूले एउटा टी सर्ट पाउनु सक्नुहुनेछ, जुन चाहिँ बोया पासकै थिममा रहनेछ। सो मास्टरमा तपाईँहरूले पाराङको स्किन पाउनुहुनेछ। सो इभो वर्ल्डको कुरा गर्ने हो भने हजुरहरूले P90 को इभो स्किन देख्न सक्नुहुनेछ। अफिसियल ब्यानर पनि आइसकेको छ। 2 जुलाईदेखि 4 जुलाईमा चाहिँ हजुर दुईटा इभेन्ट देख्न सक्नुहुनेछ, जसमा चाहिँ फ्री म्याजिक क्युब दिइरहेको छ। बिल्कुल। देन 4 जुलाईमा नै हजुरहरूले देख्न सक्नुहुनेछ क्रिमिनल रिङ इभेन्ट, जसमा चाहिँ गोल्डन क्रिमिनल एकदमै बबाल रिभ्यूको साथ देखाइरहेको छ। लिक्स अनुसार चाहिँ यसको एक्सचेन्ज स्टोरमा तपाईँहरूले थुप्रै क्रिमिनलहरू देख्न सक्नुहुनेछ। सो लास्ट एन्ड फाइनल इभेन्ट 9 जुलाईमा चाहिँ हजुरहरूले इमोट रोयल इभेन्ट देख्न सक्नुहुनेछ। अल टुगेदर त्यसमा चाहिँ 4वटा इमोट हुनेछ, जसमध्ये रेनिङ कोइन, रोज इमोट, सेक विथ मी र सोल सेकिङ गरी 4वटा इमोट हजुरहरूले देख्न सक्नुहुनेछ यो इमोट रोयल इभेन्टमा। सो यो त भयो 1 जुलाईदेखि 9 जुलाईसम्मको इभेन्टको बारेमा जानकारी। अब भने कुरा गरौँ फ्री फायर एक्स नारुटो च्याप्टर 2 को बारेमा। सो यसको हाइप बढाउन चाहिँ ग्यारिनाले सुरु गरिसकेको छ। सो त्योसित रिलेटेड केही ट्रेलरहरू चाहिँ भेटिसकिएको छ, जसमध्ये यो हेर्न सक्नुहुनेछ इटाचीको ट्रिजर, जसमा चाहिँ क्लक टावरलाई नयाँ डिजाइन गरिएको छ, जस्तै कि नारुटो च्याप्टर 1 मा रिमनम भिलेजलाई नयाँ डिजाइन गरिएको थियो। नारुटो च्याप्टर 2 मा पनि क्लक टावरलाई यसरी नै नयाँ रूप दिएको छ। सो क्लक टावरलाई चाहिँ ब्लड मुन एरिया बनाउने चान्सेस चाहिँ धेरै नै छ गरिनाले। लेट्स सी के हुन्छ। जसरी नारुटो च्याप्टर 1 मा हजुरहरूले नारुटोको बन्डल देख्नुभयो, यसरी नै फ्री फायर एक्स नारुटो च्याप्टर 2 मा इताचीको बन्डल देख्न सक्नुहुनेछ। सो यसको डेट पनि कन्फर्म भइसकेको छ नारुटोको च्याप्टर 2 कहिले आउँछ भनेर। सो अगस्त 1 बाट चाहिँ नारुटोको च्याप्टर 2 इभेन्ट चाहिँ सुरु हुनेवाला छ। सो फ्री फायर एक्स नारुटो च्याप्टर 2 मा कुन बन्डल आउँछ सो त्यसको बारेमा म भन्न गइरहेको छु। सो सुरुमा हेर्न सक्नुहुनेछ इताची र त्यसको अवतार, सेकेन्डमा चाहिँ माडारा बन्डल र त्यसको अवतार रहेको छ, थर्डमा मिनाटोको बन्डल र त्यसको अवतार रहेको छ भने फोर्थमा ओरिचिमारु र त्यसको अवतार रहेको छ, जुन चाहिँ एकदमै डेथली देखाइरहेको छ, र फिफ्थमा चाहिँ पेन बन्डल र त्यसको अवतार, जुन चाहिँ एकदमै लभली पारेको छ, र लास्टमा चाहिँ ओबितो उचिया 10 को बन्डल देख्न सक्नुहुनेछ, जुन चाहिँ एकदमै साइलेन्ट तरिकाको छ। सो यति थियो फ्री फायर एक्स नारुटो च्याप्टर 2 को बारेमा। सो भिडियो कस्तो लाग्यो? यदि भिडियो राम्रो लागेमा एक लाइक गरिदिनु होला। सो साथी